हेलो दादा, के छ हालखबर? हेलो ठिक छ। यो हाम्रो यो शिवगढी होटेल जहाँ चाहिँ हामी निरन्तर खाना खान आइरहेका हुन्छौँ, यसको बारेमा यसको विशेषताहरू भनिदिनु न थोरै। पूर्व पश्चिम राजमार्गको हजुर। अहिले चाहिँ हाम्रो महेन्द्र राजमार्ग हजुर नाम राख्नु भएको छ हाम्रो बालेन सरले होइन। हजुर त्यो राजमार्गको चाहिँ यो धानखोला खोला नगर्दै वारी चाहिँ शिवगढी स्टाफ होटल एन्ड पार्टी प्यालेस भन्ने छ यहाँ। यहाँ ऊ त्यहाँ देखाउनुहोस्। ऊ त्यो यहाँ। खोरमा अहिले त अहिले छैन। ऊ त्यो खोरमा भर्खरै काटेर पालिएका चाहिँ सकियो। तपाईँको कुखुरा हजुर होइन चरिरहेको खानु त बाहिर सिलिन्डर पछाडि छन्। रहेछन् यही अहिले पालिएका बाख्रा होइन बाख्राहरू खै त बाख्रा खै बाख्रा विशुद्ध लोकल लोकल विशुद्ध अर्ग्यानिक तरिकाले खानेकुराहरू खान पकाएर। पाइन्छ। यहाँ प्रायः चाहिँ यो पब्लिक भेहिकलहरूले रोक्दैन किनभने पब्लिक भेहिकलहरूको डिल यहाँ हुँदैन, डिल मिल्दैन। उहाँहरूले चाहिँ पब्लिक भेहिकललाई सर्टेन पैसा दिने, प्यासेन्जरलाई लुट्ने काम गर्नुहुन्न। उहाँ एकदम जेन्युइन चाहिँ खाना खुवाउने चाहिँ मान्छे हुनुहुन्छ। तपाईँहरू जो कोही पनि यदि पूर्व पश्चिम राजमार्गको चाहिँ यात्रा गर्दै हुनुहुन्छ भने हजुर यो बाटोमा यो होटेलमा ल्याइहाल्नुहोस्। आगोमा पकाएको होइन, सबै आगोमा पाक्छ। हेर्नुहोस् सागहरू साग पाक्दैछ होइन, सबै आगोमा पाक्छ होइन। एकदम तपाईँको आगोको चाहिँ बास्नासहित खाना पाइन्छ। त्यही भएर तपाईँ जो कोही पनि यो बाटो चाहिँ ट्राभल गर्दै हुनुहुन्छ भने तपाईँहरूले अर्ग्यानिक खानको लागि चाहिँ यहाँ जानु। अझ अर्ग्यानिक अर्को चाहिँ कहाँ पाइन्छ भने धानखोले बाजी कहाँ होइन, ठिक छ, यहीँको मात्रै अहिलेलाई चाहिँ। ल ठिक छ। ओके दाजु, हस्। भ्लग बनायो यसो दाजु के छ, हजुरले कति वर्ष भयो यो होटल खोलेको? आगोमा लोकल तरिकाले पकाएर कति भनौँ वर्ष न। भयो दाजु? हजुर कति वर्ष यो होटल खोलेको? 13 वर्षमा लाग्यो। 13 वर्षदेखि चाहिँ लोकल खाना खुवाएर आफै पहिला सानो झुप्रो थियो, अहिले घर बनाएर होइन दाजु? हजुर यही होटलले कमाएर दाइले घर घडेर पनि जोड्नु भएको छ। निकै नै राम्रो खाना पाइन्छ। तपाईँहरू पनि कोही यो यात्रा गर्दै हुनुहुन्छ भने चाहिँ प्लिज कम हियर।